मेरो दौतली कोही छैन घुम्न जाऊँ भने घुमेर यस्तो पहाड सहाड देखाऊँ भने हजुरलाई यतातिरको दौतली मात्रै छ हामीमा त एक्लै परेको आउनु होला गाइस कोही मेरो साथी ल गाइस अब सासू दिदीको घरदेखि छिन्चुदेखि अब हामी फेरि अब सुर्खेत मुलपानी कल्याणतिर हामी चाहिँ जाँदैछौँ अब स्टार्ट फेरि नेक्स्ट पार्ट चिनी राखेको भने चाहिँ 100 रुपियाँमा दिन्छ त्यो कलाको यहाँबाट हिँड्दै जाने त गाइस अब हामी चाहिँ भेरीको पुलसम्म आइपुगेको छौँ यहाँदेखि फेरि हामीले पार गरेर अर्को अटो लिनुपर्ने हुन्छ कहिले हिँडे आउँछौ यसरी यस्तो अग्लो यस्तो ओह्रालोमा कहिले फोटोसोटो हान्दिनँ नि त्यहाँ ए गोरेडोन हिँड तिमी अगाडि भेरी नदी ल गाइस हामी चाहिँ भेरी नदी आइपुगेको छौँ हेर्न सक्नुहुन्छ हामी कहाँ जाने त्यो थाहा छैन हामीलाई चाहिँ हामी हिँडिरहेका छौँ तारैमै आफ्नै धुनमै ल गाइस हेर्न सक्नुहुन्छ कस्तो भइरहेछ होइन हिँड बाइक आएको पछाडिबाट यत्रो पहाड चढ्नु पर्यो सामान नभए हुन्न सामान नभए हुन्न अझै सामान नलिएर बोकेर हिँड्ने भए त अलग्गै थियो त्यहाँ पुगिसकेको छ यहाँदेखि फेरि अर्को अटो आमा यो मेरो पुरा टायर्ड भएर कि यस्तो पसिना पसिना भयो क्या हामी फुपुना पसिना पसिना आउनुभयो कता हो हिरो अगाडि फेरि हिँड्न त रमाइलो भयो नि भगायो कुन्टा ल भाइ सक्छु जान भनेको र अब सक्छु भने चल भाइ ल्याइँदैन पहाड आउने 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 भने पहाडले हालत बहुत लामो रहेछ धेरै लास्टै दुःख पाइयो बल्ल आइपुग्यो ए धुल्नु खेला ल यो चाहिँ अब भोलि बिहानको ऊ होइन हामी चाहिँ हिजो आएर पनि हामी चाहिँ अब धेरै उताबाट अब आएको नि त थकाइ लागिरहेको थियो नि त सैनिकको आएको नि त हामी फलगन्जदेखि होइन अनि त्यही यो गाउँलाई के भन्छ अरे माइजो मुलपानी सुर्खेत मुलपानी होइन यो चाहिँ होइन अनि त्यहाँदेखि त्यो कारणले गर्दा अहिले हामी चाहिँ फेरि मान्छेहरू आफ्नो मान्छेहरूलाई भेट्दै जाँदैछौँ हामी चाहिँ होइन गाइस मान्छेहरूलाई भेट्न जाँदैछौँ हामी चाहिँ
यतातिर सर भएर पहाडै पहाड टक्क लाएर होइन पुरा धमिलो हुन्छ कि कुहिरो लागिरहेको छ गाइज हेर्न सक्नुहुन्छ कुहिरो लागिरहेको छ अब हाम्रो चाहिँ हिजो नै हिँडाइ लम्बा परिगयो कि कहिले हिँडेको भयो भन्दा पनि अलग कुरा हुन्थ्यो कि होइन कहिले नहिँडेको त्यो कारणले गर्दा बहुत दुःख पाइयो हिजो चाहिँ अलि अप्ठ्यारै लाग्यो हामीलाई चाहिँ हेर्नु सक्नुहुन्छ ल त गाइज अगाडि हेर्दै भेट्दै गाइज हामी पाहाड ओह्रालो गर्दैछौँ ओह्रालो गर्दै ए ढुङ्गा ए ढुङ्गाले मलाई मारिदियो त होइन यो ढुङ्गाले सक्नुहुन्छ पाहाडतिरको घर तर यस्तै हो हाम्रो घुम्ती ओके कहाँबाट किन होला कि यस्तो पाहाडबाट झर्ला हाम्रो बुढिया खस भिरबाट ढलिरहेको बुढी बच्चा त दिइरहेको छ नि त काम त दनका चाहिँ कति वर्ष पुग्नु भएको फोन फेरि गरेको गर्नु खोज्नुहुन्छ एकछिन कुरा गर्ने बित्तिकै ल कुरा गर्नु यता भनिदिन्छ वैशाख महिना अब अस्ति नै उसको घर आउनु जाँदाखेरि लक्ष्मी खान्न बियर खाने भाँचो त बेलुका भुजा मासु भुजा र मासु बियर जति खाउ दियो गरे तर भातमा हामी फेरि घरदेखि यतादेखि निक्लिसक्यो चाहिँ अब यतादेखि टक 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 यतैतिर छ अरे त्यही बेलामा किन कोरोना लाग्नु कि फेरि आमा त्यो मन वर्ष त यहाँ आएर आथ्यौँ त हामी म आएन म त हामी चाहिँ फेरि त्यताबाट बाजेलाई भेटभाट गरेर हामी चाहिँ निक्लिसकेको छौँ अब भोक पनि लागिसक्यो होइन गाइज त्यही भएर 10-11 बज्नु लागिसक्यो त्यही भएर कोही अगाडि पुगिसक्नु भएको छ छिटो हामी चाहिँ पछाडि छौँ अझै हामी पछाडि नै छुटिरहेको छौँ आइपुग्नलाई घर पनि त्यही हो हाम्रो आएको हामी चाहिँ घर यहाँ चाहिँ घरसर बनाउनु लागेको रहेछ नि त प्रकृति हुँदैछ उतातिर चाहिँ हामी चाहिँ कहिले अब हामी तराईतिरको मान्छे भएर यस्तो उकालो सोकालो त चढ्नै सक्दैनौँ कि हामी त हेर्न सक्नुहुन्छ म्याडमलाई अलिकति पनि हिँड्न सक्दैन हामी चाहिँ यतातिर पनि सबै मामाको घरतिर हो हाम्रो चाहिँ होइन त्यता पनि मामा घरतिर अनि यतातिर पनि अनि हाम्रो यहीँ माथि हामी जानुपर्ने हामीलाई चाहिँ हेर्न सक्नुहुन्छ पाहाड ओह्रालो रुखेर नि बाप्रे बाप सुक्या क्या दामी तरिकाले मिलाएर राखेको छ यहाँ दाउरा हेर्न सक्नुहुन्छ मेरो दौतली कोही छैन घुम्न जाऊँ भने घुमेर यस्तो पहाड सहाड देखाऊँ भने हजुरलाई यतातिरको दौतली मात्रै छ हामी मात्रै एक्लै परेको आउनु होला गाइस कोही मेरो साथी हेर्न सक्नुहुन्छ पहाड हेर्न नसकेको हाम्रो साला रुनु भएको छ हाम्रो साला रुनु भएको छ उहाँ बहिनीहरू कसरी हिँडिरहेछ मा यति पहाड हिँड्नलाई वाइट भइरहेछ गाइस होइन उकाले ओह्रालो हेर्न सक्नुहुन्छ अब नि जाने भनेको त फुच्चे साला अघि नै हिँड्दैछ जानै पाएन अब यतातिर भेटघाट गर्नु पनि थियो हामीलाई होइन त्यो कारणले गर्दा भेटियो हिँड्यो हेर्न सक्नुहुन्छ बजेको लागि म भेट्न यति टाढादेखि आएँ हिजो हुनुहुन्थेन आज चाहिँ आइपुग्नु भएको छ बजे अनि
तिम्रो दाइ हो कि भाइ हो रोक्कै छ दिमाग खराब उसलाई ऊ अगाडि अगाडि हिँड्यो सँगै हिँड्नु नगरे मसलाई गरे मभन्दा अगाडि गयो भनेर रो भइगयो ल बजी आइसक्नु म खै बजी हाल्दिनँ आउनु भएछ त हामी फेरि उता सबैलाई भेट्न गएको कि त्यतातिर अब आइसकेपछि भेटघाट गर्नु पऱ्यो भनेर नि त बाजे त्यहाँ हुनुहुन्छ गाइस अब यति नै थियो हाम्रो भिडियो अब अर्को नेक्स्ट पार्ट फेरि अर्को आउनेवाला छ त्यसको लागि इन्तजार गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो